सो आज चाहिँ हामी डिप्रिसिएसन र डिप्रिसिएसन निकाल्ने डिफ्रेन्ट मेथड्सहरू छन् के रहेछ भनेर एकदम इजिली सरसर्ती पढौँ है। अब डिप्रिसिएसन भनेको त नर्मली हामीलाई थाहा छ कुनै पनि क्यापिटल एसेट्समा चाहिँ त्यसको भ्यालु वर्षैपछि घट्दै जाने हामीले डिप्रिसिएसन भन्छौँ। तर डिफिनेसनै पढ्नु पर्दाखेरि चाहिँ लस इन भ्यालु अफ क्यापिटल एसेट्स ओभर इयर, जस्तै एजले अनि त्यो यो एब्सोलेन्सेस भनेको चाहिँ तपाईँको यो फेसनहरू चेन्ज भएर त्यस्तो त्यस्तो कारण हुन्छ, त्यसपछि अथवा वेट इयर भएर केही भएर त्यसको भ्यालु घट्नुलाई हामीले डिप्रिसिएसन भन्छौँ है। अब डिप्रिसिएसन भनेको टाइम र युजको फङ्सन हो, टाइम जति बढ्यो अथवा युज जति गर्यो त्यति नै हुन्छ भनेको छ। र डिफ्रेन्ट मेथड्स अफ डिप्रिसिएसन छ, मेनली हामी फोकस गर्न पर्ने भनेको यहाँ हो। भनेको एउटा एनुअल रिभ्यालुएसन भन्छ, एउटा स्ट्रेट लाइन मेथड भन्छ, अर्को भनेको डिक्लाइनिङ ब्यालेन्स मेथड, अर्को भनेको सम अफ इयर डिजिट भनेर भन्छ। ल यसले चाहिँ कुनले के भन्छ भन्ने सर हेरौँ है। यो एनुअल रिभ्यालुएसन भनेको कस्तो भन्दाखेरि हामीले वर्षै पछि रिभ्यालुएसन गर्छौँ, त्यसलाई भने जस्तै हो कि यसमा चाहिँ जस्तै डिप्रिसिएसन भनेको हामीले कतिमा किनेका थियौँ र अहिले रिसेल गर्दाखेरि रिसेल प्राइस अफ द एसेट्स टुडे आज बेच्दाखेरि चाहिँ कति हुन्छ त्यो माइनस गर्दाखेरि आउँछ एनुअल रिभ्यालुएसन। जस्तै हामीले 4,000मा किनेछौँ, अब अहिले चाहिँ त्यसको मार्केट भ्यालु चाहिँ अहिले हामीले त्यसलाई बेच्न खोज्यौँ भने चाहिँ 3,000 पर्छ भने 1,000 चाहिँ डिप्रिसिएसन भयो। त्यस्तो गरेर अर्को स्ट्रेट लाइन मेथड भनेर भन्छ। स्ट्रेट लाइन मेथड भनेको कस्तो भन्दाखेरि डिफ्रेन्ट बिट्विन पर्चेज प्राइस एन्ड सेल्भेज भ्यालु डिभाइडेड बाई नम्बर अफ इयर अफ लाइफ भन्छ। भनेको चाहिँ हामीले कतिमा किनेका थियौँ र त्यो लास्टमा क्या त्यो कबाडीमा बेच्दाखेरि सेल्भेज भ्यालुमा बेच्दाखेरि कति पर्छ माइनस गर्ने अनि अपन नम्बर अफ कुनै पनि एउटा फिक्स लाइफ हुन्छ नि एसेट्सहरूको यति वर्ष टिक्छ भन्ने, त्यसरी चाहिँ वर्षपछि कति डिप्रिसिएट भनेर निकाल्नेलाई हामीले त्यो मेथड हामीले के भन्दो रहेछौँ, स्ट्रेट लाइन मेथड भन्दो रहेछौँ। र अर्को भनेको डिक्लाइनिङ ब्यालेन्स मेथड भनेको छ, यही नामबाटै यसले भनेको छ कि ब्यालेन्स चाहिँ डिक्लाइन हुन्छ भने जस्तो कि तपाईँको यो डिक्लाइनिङ ब्यालेन्स मेथडले के भन्छ भन्दाखेरि चाहिँ एउटा फिक्स रेट अफ डिप्रिसिएसन हुन्छ कि एभ्री इयरको फिक्स रेट अफ डिप्रिसिएसन हुन्छ। अनि त्यही भएर अब सुरुमा त त्यो एसेट्सको भ्यालु धेरै हुन्छ अनि पछि गएपछि घट्दै घट्दै जाने हुन्छ, त्यही भएर डिप्रिसिएसन पनि बिगिनिङ इयरमा धेरै हुन्छ भन्ने कन्सेप्ट भन्छ क्या सर। पढौँ है एक फेरि। द डिक्लाइनिङ ब्यालेन्स मेथड अज्युम अ फिक्स रेट अफ डिप्रिसिएसन एभ्री इयर है, एभ्री इयर फिक्स रेट भन्छ। र तपाईँको हाम्रो भ्यालु अफ एसेट्स चाहिँ ग्रेटर हुन्छ बिगिनिङमा अनि पछि चाहिँ अब डिप्रिसिएट भयो, त्यही भएर डिप्रिसिएसन पनि धेरै हुने भयो अनि एट द इन्डमा लेस हुने भयो भन्छ। अनि अर्को झन् एकदमै इन्ट्रेस्टिङ भनेको सम अफ इयर डिजिट भन्छ। यसमा साँच्चीकै इयरको समलाई चाहिँ के भन्छ डिजिटलाई चाहिँ सम गरिन्छ कि यसले चाहिँ के गर्ने भन्दाखेरि चाहिँ तपाईँको एनुअल डिप्रिसिएसन इज डिटर्माइन्ड बाई मल्टिप्लाइङ अ फ्र्याक्सन बाई द अमाउन्ट टु बी अ डिप्रिसिएटेड। यो चाहिँ कति फ्र्याक्सनले चाहिँ वर्षपछि डिप्रिसिएट हुन्छ त्यसले नै मल्टिप्लाई गर्ने भन्छ। यसमा इक्जाम्पल एकदम मजाले बुझिन्छ। जस्तै कुनै पनि के भन्छ वस्तुको युजफुल लाइफ भनेको 10 वर्ष छ भने यसको यो डिजिटहरू सबै जोडिदिने होइन, जोड्दाखेरि 55 हुन्छ होइन। अब यो भइसकेपछि तपाईँको फर्स्ट वर्षमा पहिलो वर्षमा त्यसको डिप्रिसिएसन कति हुन्छ भन्दाखेरि यही फ्र्याक्सनले हुन्छ कि 10/55 अपन अब टोटल भ्यालु कति हो। त्यसै गरी सेकेन्ड इयरमा के हुन्छ 3/55 9/55, त्यसै गरी थर्ड इयरमा 8/55। सिम्पल भयो नि त। लाइक फेरि सम्झौँ त, रिभिजन गरौँ त कुन कुन मेथड थियो अरे। सुरुमा हामीले के भनेको थियौँ, एनुअल रिभ्यालुएसन मेथड भनेको थियौँ, कतिमा किन्यो र अहिले कतिमा बिक्छ त्यसको माइनस गरेर। अर्को भनेको हामीले के भनेका थियौँ, स्ट्रेट लाइन मेथड भनेको। स्ट्रेट लाइन मेथड भनेको के हो, पिपी माइनस सेल्भेज भ्यालु अपन एन हो होइन। अनि अर्को भनेको हामीले के भन्यौँ, डिक्लाइनिङ ब्यालेन्स मेथड भन्यौँ होइन। डिक्लाइनिङ ब्यालेन्स मेथडमा के हुन्छ, फिक्स रेट अफ डिप्रिसिएसन हुन्छ एभ्री इयरको भन्यौँ। र अर्को भनेको सम अफ इयर डिजिट भन्यौँ। सम अफ इयर डिजिट भनेको साँच्चैकै इयरको त्यो डिजिटहरूलाई सम गरेर हामीले फ्र्याक्सन निकाल्छौँ अनि त्यही फ्र्याक्सनले हामीले मल्टिप्लाई गरेपछि आउँछ।